सम्पूर्ण नमस्कार। आज म अलिकति फरक खालको भिडियो लिएर आइरहेको छु। भगवानको नाम कहाँ जप्ता के हुन्छ, भगवानको नाम जप्ता कहाँ बसेर जप्ता के हुन्छ, कहाँ बसेर जप्ता के फल मिल्छ, कसरी भगवानको नाम जप्ता फल मिल्छ, कसरी भगवानको नाम जप्ता फल मिल्दैन, त्यो बारेमा एउटा भिडियो बनाउन गइरहेको छु। हजुरहरू कहाँबाट हेर्दै हुन्छ, मैले हालेको भिडियो कस्तो लागिरहेछ, मैले हालेको भिडियोमा अझै अरू कुनै केही कुराहरू जान्ने इच्छा, अलिकति बुझ्ने इच्छा अथवा हजुरलाई यो चाहिँ भनिदिएदेखि हुन्थ्यो, यो चाहिँ गर्दैदेखि हुन्थ्यो, त्यस्तो खालको छ भने मलाई कृपया कमेन्टमा लेखेर पठाउनु होला। अब म फटाफटी ढिलो नगरिकन भगवानको नाम कहाँ जप्ता के हुन्छ भन्ने बारेमा एउटा भिडियो बनाउन गइरहेको छु। सबैभन्दा पहिला नुहाउँदै गर्दा आफ्नै घरमा, आफ्नै धारामा, कुवामा अथवा आफ्ना बाथरुममा नुहाउँदै गर्दा भगवानको नाम लिनुभयो भने त्यो तीर्थ समान हुन्छ भनेको छ। त्यो तीर्थमा नुहाए समान हुन्छ भनेर भनेको छ त्यसले। अनि अर्को 2 नम्बरमा छ खाना खानु अघि भगवानको नाम जप्दै चाहिँ खाना बनाइयो भनेदेखि खाना, अब त्यो खाना खानु अगाडि भगवानको नाम जप्दाखेरि त्यो चाहिँ तीर्थ यात्रा गरे समान हुन्छ, त्यो चाहिँ तीर्थ यात्रा गरेको फल प्राप्त हुन्छ भनेको छ। अनि अर्को भान्सा पकाउँदै गर्दाखेरि, भान्सा पकाउन जाँदाखेरि भान्सामा बसेर पनि भगवानको नाम जप्न सकिन्छ। भगवानको नाम जप्दै भान्सा पकाउनु भएको छ भने त्यो हजुरले पकाएको भान्सा होइन, त्यो महाप्रसाद बन्छ। यसरी हजुरले पकाउँदाखेरि, भान्सा पकाउँदाखेरि त्यहाँ पनि हजुरको भगवानको नाम लिन्छ, त्यो महाप्रसाद हुन्छ, त्यो अत्यन्तै पुण्य हुन्छ। अर्को 4 नम्बरमा छ सुत्नु अघि भगवानको नाम जप्दै सुत्नुहुन्छ भने त्यो ध्यान निन्द्रा बन्छ, त्यो एकदम राम्रो छ, त्यो ध्यान निन्द्रा बन्छ हैन। अनि 5औं नम्बरमा छ काम गर्दै, अब त्यो आफ्नो काम हुन्छ व्यवहारमा हैन, हरेक काम हुन्छ, काम गर्दै पनि भगवानको नाम जप्नुहुन्छ। काम गर्दै पनि हातले काम गरेर मुखले चाहिँ भगवानको नाम जपिरहनुहुन्छ भने त्यो के भन्छ, त्यो कर्म भक्ति भन्छ, त्यो एकदम कर्म भक्ति हुन्छ, त्यो कर्म भक्ति रहन्छ। अनि घरभित्रकै आफ्नै काम, आफ्नो घरको काम, घरभित्र भगवानको नाम जप्दै अब भगवानको नाम लिँदै आफ्नो काम गर्नुहुन्छ भने त्यो अथवा घरमा चाहिँ गुन्जायमान बनाउनुहुन्छ, यदि भगवानको नामले गुन्जायमान बन्छ भने त्यो घर होइन हजुरको, त्यो मन्दिर समान हुन्छ, त्यो मन्दिर हुन्छ। अनि अर्को 7औं नम्बरमा चाहिँ यदि आफूले मनोकामना चिताएर जहाँ बस्नुहुन्छ, जहाँ हुनुहुन्छ, जहाँ जान सक्नुभएको छैन, जहाँ पुग्न सक्नु भएको छैन भने त्यहाँको मन्दिर सम्झेर आफ्ना घरबाट मनले त्यहाँ सम्झेर पूजा गर्नुहुन्छ भने पनि त्यो पनि मनोकामना पुरा हुन्छ भनेसम्म हजुरलाई मैले बताएँ। हस्त नमस्कार।